आराम हुनुहुन्छ? सब ठिकठाक छ सर। आज हामी चाहिँ यो वडा कार्यालयमा आएको थियौँ यो जिन्सिनेसनको क्रममा। अनि नजिकै तपाईँको चाहिँ व्यावसायिक बगैँचा छ भने चाहिँ यसो हेरेर आउनु त भन्ने हिसाबले तपाईँकोमा आयो। यो चाहिँ तपाईँको यहाँ हेर्दाखेरि सुन्तला चाहिँ गजबको चाहिँ फलेको देखियो। यहाँले चाहिँ कति वर्ष भयो यो सुन्तला दुनारहरू लगाउन थाल्नु भएको? सर यो हामीले थाहा पाउँदै लगभग 60 वर्षको हामी भयो। अलिक जोड्नु अनि 60 वर्षको हामी भयो। त्यतिखेर सामान्य थियो। अनि यहाँ खेतहरू पनि रोपिने गरेको थियो। यसो हेर्दै गरेर पानीको नि अभाव कम हुने लो भएन भनेर जति खेतहरू पनि मासेर म आफैले नै अनि आफ्नै कुनै कृषिसित नभएर बिरुवा चाहिँ ल्याइयो, आफ्नै पाराले लोकल पाराले नै लाइयो र सुन्तला मात्रै मैले बढी लगाएँ किनकि यसको कस्ट पनि अलिकति बढी बजारमा लगत्तै जाने भएको हुनाले मैले त्यो आशाले चाहिँ सुन्तला लाएँ र अहिले आएर सर्व राम्रो फलिँदा इष्टमित्र कसैले पात गरेरमा पनि 5-5.5 लाख रुपियाँको चाहिँ अब हामीले पैसा लिन सफल भयो सुन्तलाको दुनारको। कति बिरुवा छ? लगभग यसलाई सानो ठुलो मिलाएर 100वटा बिरुवा हुँदै पुग्छ सर। 4-5 लाख रुपियाँ 100वटा बिरुवा हो 4-5 लाख रुपियाँ पुग्छ। तन्दुरुस्त फल्नुपर्छ। तपाईँको चाहिँ सबभन्दा धेरै पुरानो कति वर्षको बिरुवा छ? उसित अहिले पहिलेको ती सबै माछे छ। अहिलेको लगभग चाहिँ 50 वर्षको दुईटा बिरुवा। 50 वर्षको दुईटा बिरुवा। भनेपछि धेरै पुरानो रहेछ है? धेरै पुरानो छ। अनि अहिले के छ यो पुरानो बिरुवाहरू मर्दै गएको त्यस्तो? यसलाई अहिले आएर हाम्रै वडा अध्यक्ष हालको वडा अध्यक्ष गोविन्द 5 गोविन्द लुङली उहाँ एउटा फर्ममा काम गर्नुहुन्थ्यो। अनि उहाँसित चाहिँ त्यो चाहिँ सहायक रुट दिने चाहिँ प्रावधान उहाँसित भएको हुनाले उहाँलाई लिएर आएर अनि विष्णुबहादुर श्रेष्ठबाट चाहिँ बेच्चाबाट चाहिँ त्यो टाइफोइडको बिरुवा ल्याएर चाहिँ सहायक रुट दियो। सहायक रुट दिइसकेपछि त्यो रोग लागिसकेको माथि लागेन। रोग अलिक ग्रस्त भएकोमा ठिकको माथि लागेर त्यसले पनि त्यो बिरुवाले पनि त्यो सहायक रुट दिइसकेपछि अन्तका धेरै म र मेरो चाहिँ बच्यो। सहायक रुट चाहिँ छुट्टै पछि चाहिँ छुट्टै प्लस गरेको पछि अनि किनकि पहिलेको त धेरै जस्तो सेती जिम्मेवारीमा हुन्थ्यो। टाइफोइड त्यतिखेरको ऊ थिएन। अनि त्यो जिम्बिरको उसमा कलबी गरेको हुनाले त्यो अलिकति कैफियत दिएको हुनाले मैले चाहिँ त्यसरी गरेर बगैँचा केही समय टिकाउन सकेँ। अहिले त त्यति टिकिरहेको छैन। यो भएको यो रोपेको चाहिँ कति वर्ष भयो? यो 11 वर्ष। 11 वर्ष भयो है? तर बिरुवा लगभग म कम्मरको मात्रै झन्डैको पारेर मात्रै रोप्नु सकिन्छ। ल ठिक छ। आज चाहिँ तपाईँको यसो बगैँचातिर चाहिँ घुम्ने चाहिँ मेसो मिल्यो। अब केही समस्या पर्यो भने जानकारी गराउनु न।